check. को हुन् ती आमाको काखैमा पस्रने, कोमल ती हातहरू नाजुक शरीर लियाउने, अचम्मको सल्लाहकार शक्तिशाली परमेश्वर, अनन्तका पिता, शान्तिका राजकुमार उहाँ कहलाइनुहुने। यो सानो अंश मैले गाउन आँटेको गीतबाट मैले तपाईँको बिचमा राखेँ। नेपालीमा एउटा कथन छ, तपाईँले कसैलाई प्रेम नगरिकन केही कुरा दिन सक्नुहुन्न र तपाईँले केही कुरा कसैलाई नदिकन तपाईँले प्रेम गर्न पनि सक्नुहुन्न। अर्थात् प्रेम र बलिदान चाहिँ सँगसँगै हिँड्ने कुरा हो, एउटै सिक्काका दुई पाटाहरू हुन्। प्रेम बिना बलिदानको कुनै अर्थ छैन र बलिदानको बिना प्रेम निरर्थक छ। अनि त्यो दुईटै कुरा पुरा गर्न आउनुहुने चाहिँ येशू ख्रीष्ट हुनुहुन्छ। अनि जुन चाहिँ यो गीतले पस्केको छ, येशू ख्रीष्टको प्रेमलाई पस्केको छ। उहाँ हाम्रो निम्ति शरीर लिएर आउनुभयो, स्वर्ग पृथ्वी भेट्न आयो। हामीले जानु परेन किनकि हामी जान सक्ने पनि अवस्थामा थिएनौँ, तर ख्रीष्ट आफै हामीलाई भेट्न हामीलाई यस संसारमा आउनुभयो। आज उहाँको प्रेमको कारणले आज हाम्रो जीवन सार्थक बन्दछ। अनि उहाँ आज पनि हामीलाई बोलाउँदै हुनुहुन्छ। अनि उहाँ भन्नुहुन्छ, हेर म ढोकामै उभिरहेको छु, ढकढक्याइरहेको छु। यदि कसैले मेरो आवाज सुनेर मेरो निम्ति खोलिदिन्छ भने म त्यसभित्र पस्नेछु र म त्यससँग सङ्गति गर्नेछु। अनि येशू ख्रीष्ट आज पनि हाम्रो हृदयमा जन्मन चाहनुहुन्छ। तपाईँको एउटै तपाईँ र ख्रीष्ट बिचको एउटै मात्र कुरा छ, त्यो ढोका हो। तपाईँले खोल्ने नखोल्ने पूर्ण रूपमा तपाईँको हातमा छ। अनि यो गीतले पनि त्यही भन्दछ, ख्रीष्ट हाम्रो निम्ति मानिस भइकन आउनुभएको कुराहरू जुन तपाईँको लागि म पस्कन गइरहेको छु र आशा छ सबैजनाले सुनिदिनु हुनेछ। क्रिसमसको रात, पवित्र रात, पुत्रलाई पठाउँदा पिता खुसी हुनु भएको रात। क्रिसमसको रात, पवित्र रात, पितालाई चिनाउन पुत्र धरती आउनु भएको रात। क्रिसमसको रात, मानिसलाई बचाउन अनन्तको करारलाई पुरा गर्न, कष्ट भोग्न, क्रुसमा मर्न, शरीरले ईश्वर आफै आउनु भएको रात। क्रिसमसको रात, उदयको रात, सृष्टिकर्ता आफै गरिब ढुँडैमा पस्रेको रात। क्रिसमसको रात, त्यो नम्र रात, सोझो र दिनहरूले सुसमाचार पाएको रात। क्रिसमसको रात, स्वर्गको सुखलाई त्यागी कमाराको रूपली मानिस भई देह भई वचन आफै येशू आफै आउनु भएको रात।
हातहरू नाजुक शरीर लियाउने अचम्मको सल्लाहका शक्तिशाली परमेश्वर अचम्मका पिता शान्तिका राजकुमार को हुन्थी आमाको काखैमा पस्रने कोमल ती हातहरू नाजुक शरीर लियाउने अचम्मको सल्लाहका शक्तिशाली परमेश्वर अनन्तका पिता शान्तिका राजकुमार उहाँ कहलाइनु हुने क्रिसमसको रात बालकदेखि नै मानव जीवन भोगी पापरहित साबित हुन अग्रदूत हाम्रो बन्न येशू प्रभु आउनु भएको रात क्रिसमसको रात। So thank you.